फोटो खिचिसक्यो कस्तो लाग्यो फोटो बहुत राम्रो भाइ तो गाय तो सला भाइ 500 लगाइदिने आफ्नो सब हामीहरू गुप्तेश्वर क्याब घुमिसकेको छौँ र अब हामी चाहिँ खाना खानको लागि गइरहेको छौँ गाइज अहिले चाहिँ हामी पोखरामा आइसक्रिम खाइरहेको छौँ गाइज हिजो टुर आउने बेलामा मैले स्कुलमा कसैको पैसा पाएको थिएँ 105 रुपियाँ अब गएर सोधौँ कि कसको पैसा हो अनि त्यसलाई फिर्ता दिइहालौँ किनभने टुरमा पैसा सबैले काम हुन्छ कसैको पैसा आ रहेछ कति 20 रुपया हमारे 1000 तर पैसा नहीं आता के पैसा मिलल बा पैसा मिलल क्यों के पैसा मिलल बा कैसे पैसा के पैसा मिलल बा बता रहा कि बिला लग रहे ना भैया कसै को पैसा हरा छैन त्यसो भए त्यो पैसा मेरो हो के पैसा भी लाइल बा तो पैसा हमारा चलो वो पैसा को हम जाकर संतरा किनो ऑनलाइन पेमेंट कर हमको 4 किलो मिल रहा था उधर हम क्यों ले जाते 3 किलो हमको 4 किलो चाहिए गाइस दिस इज ब्यूटीफुल व्यू ऑफ माउंटेन 1 रुपए खाऊ 100 रुपए को 4 किलो पूरा 4 किलो है 100 किलो 100 रुपए के क्या पता लगो हाँ बाटा देख यहाँ हामीले एउटा सानो तराजु हेरिसकेको छौँ जुन हामीले पहिला कहिले पनि हेरेको थिएनौँ सो आन्टी भनिदिनु कहीँ त्यो तराजु कतिमा किन्नु यो तराजु 150 यति सस्तो 3 किलो नानीहरू ए भयो सो गाइस यो सुन्तला तल्नको लागि यसको प्रयोग भइरहेको छ यहाँ अनि भयो अब कति लैजाने घर 2.5 किलो 300 ठुलो सुन्तला जहिले चाहिँ हामीहरू खाना खानको लागि रुकेको छौँ यो हो हाम्रो बस अनि यो होटल सिक्रेट भ्यू प्राइभेट लिमिटेड अनि हामीहरू चाहिँ खाना खाइसक्यौँ साथीहरू चाहिँ खाँदै हुनुहुन्छ म हेराउँदै तपाईँहरूलाई सो सब साथीहरू खाना खाएर बस्नुभएको छ यो आयो दही के खाई दहिया नहीं खेल का तारियल धर मतलब तै सब खेगा तो यो हाम्रो क्लासको डनहरु यो डनहरु एन्ड कोही खाना देखे ना तक डन होला गल्ती बोल्दैन हो हामीहरू लेक साइड आइसकेको छौं फेवाताल एन्ड अहिले धेरै घाम छ त्यही भएर अलि और यहाँ भ्यू त्यति राम्रो देखिएको छैन एन्ड गाइज यहाँ अमेरिकन छन् के अमेरिकन विदेशी टुरिस्टहरु मात्रै छन् हेर्नु भाइ त्यहाँ पनि खाली विदेशी अब त्यो विदेशी हुनुहुन्छ कि नेपाली कन्फ्युज छ हामी भाइ हेर्ने विदेशी हैन लेट्स सी गाइज अब हाई गराउँछौँ अरे गाइज एकदम हामीहरू कन्फ्युज भइसकेका छौँ के नेपाली त हुन्न फिक्समा कुनै फिक्स विदेशी हुनुहुन्छ उहाँहरू अनि अगाडि पनि हुनुहुन्छ दुईजना हाम्रो अब थाहा छ कुन देशबाट आएको त्यहाँ पनि त्यहाँ सिगरेट खाएर चुरोट खाएका त्यो पनि विदेशी फेवाताल कसरी राम्रो हो मजा आयो भाइ फेवातालमा हामीले सोच्यौँ इन्जोय गर्ने बट मलाई एउटा कुरा देखिएर के यहाँ हिमालको छाया पनि देख्छ के तर कहाँ छ त्यो हिमालको छाया हिमाल अब माथि त्यहाँ जानु नै त्यो पहाड हो हिमाल कहाँ छ जित्त बाबा कहाँ बिहान हेरिन्छ त हिमाल छ कहाँ आखिर हिमाल कहाँ छ घामले गर्दा अहिले हेरिएन अहिले घाम छ त्यही भएर भ्यू त्यति राम्रो आएको छैन तर साँझको टाइममा अथवा बिहानको टाइममा राम्रो भ्यू आउँछ अभी हम जाएंगे नदी में ब्रो साँच्चीकै नै पोखरा एकदम ब्युटिफुल प्लेस रहेको छ तर यहाँ आउँदाखेरि पैसा भने एकदम धेरै लिएर आउनु पर्छ के लग्जरी होटलहरू अपार्टमेन्टहरू के भन्नै सक्दैन के हाम्रो सरहरू अगाडि जानुभयो हामीहरू बिचमा छौँ अनि हाम्रो केही साथीहरू पछाडि हुनुहुन्छ अब कहिलेसम्म आउनुहुन्छ साथीहरू हजुर काइकिङ गर्ने साथी एकजना थियो पछाडि आउँछ अहिले
त्योसँग सोध्नु। हुन्छ त्योसँग सोध्नुहोस् के क्यामेरा लिएर आउँछन् गाइज हाम्रो अगाडि धेरै बोटहरू छन् कतिपय बोटहरू पानीमा चलिरहेका छन् अनि कतिपय काइकिङहरू के पानीमा भइरहेको छ अनि अब हामी पनि बोटिङ गर्न जान्छौँ गाइज फाइनली हामीहरू लेकको साइडमा छौँ अनि यहाँ बोटिङ गर्ने हो साथीहरू बोटिङ गर्ने हो म्याम बोटिङ गर्ने हो हामी ए, हजुर जानुहुन्न हामी चले बोटिङ चले गए बोटिङ छ त साथीहरू जाने बोटिङ एकजना बिचमा सोधिरहेको छु काइकिङ गर्छु भाइहरू भाइ म त इन्ट्रेस्टेड छु तर यो भाइहरू भन्दैछन् भाइ मसँग टाइमै छैन म के गर्ने यार। जहिले चाहिँ हामीहरू बोटिङको साइडमा छौँ यहाँ धेरै बोटहरू पनि छ अनि यहाँबाट हिमालको भ्यू पनि एकदम राम्रो देखिरहेको छ हेर्नुहोस् अनि यसको छाया पनि बिहानको टाइममा सायद यो लेकमा हेरिन्छ तर अहिले त हेरिँदैन हामी अहिले कति बजे 2:30 बजेको टाइममा आएको छौँ त्यही भएर भ्यूको त्यस्तो भ्यू हेर्न पाइँदैन तर पनि गाइस सोचेको भन्दा पनि डेभलप र राम्रो आकर्षक पोखरा रहेको छ यति त हामीले थाहा भइसक्यो यो जति पनि बिल्डिङहरू घरहरू हेर्नुभएछ नर्मल घर होइन एउटा घरको प्राइस कम्तीमा 2-3 करोड भन्दा माथि नै छ अहिले अब हामीहरू बोटिङ गर्नको लागि गइरहेछौँ सबै टिकटको लिने काम सबै भइसक्यो अनि यता हाम्रो साथीहरू पनि सबैजना जानुभएछ अब गएर हेरौँ कस्तो एक्सपिरियन्स हुन्छ नयाँ नयाँ एक्सपिरियन्स हामीहरू पहिलोचोटि बोटिङ गर्नको लागि गइरहेको छौँ एन्ड फर्स्ट एक्सपिरियन्स टु बोटिङ अब गएर कि कस्तो एक्सपिरियन्स हुन्छ हाम्रो फर्स्टचोटि हो अब हाम्रो अनि यो लाइफ ज्याकेट पनि हामीले लगाइसकेको छौँ सेफ्टीको लागि नत्र भने हामीले पौडी खेल्न त आउँदैन यो सबलाई कम्पलसरी नै छ लाइफ ज्याकेट लगाउनु यता हेर्नुहोस् एकदम राम्रो हिमालको भ्यूको साथ हामीहरू बोटिङ गर्न गइरहेको छौँ सर हेलो सर हजुरको फर्स्टचोटि कि आइसक्नु भएको छ तपाईँ त्यसो भए हाम्रो नै फर्स्टचोटि हो अन्य भाइ तिमी कहिले हामी सबैको फर्स्टचोटि के आज अहिले चाहिँ हामीहरू एकदमै एक्साइटेड छौँ किन पहिलोचोटि बोटिङ गर्न त्यो पनि फेवा लेकमा हाम्रो बोट पनि रेडी भइसकेको छ कुन बोटमा जाने हामी हामीहरू बोटिङ गर्नको लागि गइरहेछौँ एन्ड यो चाहिँ हाम्रो फर्स्ट एक्सपिरियन्स हो अब यहाँ उपस्थित सबैको फर्स्ट एक्सपिरियन्स हो यो त मलाई थाहा छैन म्यामको चाहिँ कहिले म्यामको चाहिँ तेस्रो पटक हो तर हाम्रो चाहिँ फर्स्ट एक्सपिरियन्स हो अरू कसैको फर्स्ट हो सबैको फर्स्ट एक्सपिरियन्स नै हो अनि एक्सपिरियन्स त खासै राम्रो लागेको छैन योभन्दा राम्रो त त्रिवेणीमा लाग्छ तिमी अब लाग्छ क्या मन्दिरको एक राउन्ड लगाएपछि अब हामी मन्दिरमा जानेवाला छौँ यो हाम्रो पछाडि चाहिँ मन्दिर रहेको छ अब यहाँ गएर छौँ कि कसको मन्दिर हो शिव भगवानको अब गएर हेरौँ कि कुन भगवानको मन्दिर हो थाहा छैन हामीहरूलाई हामीहरू मन्दिरमा आइसकेको छौँ जुन चारैतिर नदी र बिचमा एउटा आइल्यान्ड जस्तो छ सानो टापु जस्तो एन्ड अब हामीहरू यहाँ चाहिँ फोटो खिच्छौँ अनि कसको मन्दिर हो यो थाहा पाउनु पर्यो नि हामीहरूलाई कसको मन्दिर हो मन्दिर त जान्दैनौँ जुत्ता चप्पल छ यहाँ तालबाराही मन्दिर तालबाराही कुनै नामको छ आई एम भेरी टायर्ड म एकदमै थाकिसकेको छु न रातभरि सुतेको पनि छैन अनि यहाँ दिनभरि घुमिरहेको छौँ अगाडि यति राम्रो भ्यू हुँदा हुँदा पनि म यसको इन्जोय लिन सकेको छैन लेट्स सी गाइज एकदम हिमालहरू एन्ड म चाहिँ हिमालको एकदम धेरै सौकिन हो के हिमाल भन्ने बित्तिकै खै कति खुसी हुन्छ के म हिमाल हेर्ने बित्तिकै अनि यहाँ मेरो गाडी यति हिमालहरू लस्करै हिमालहरू छन् तर थाकिसकेको छु म के गर्ने हो पुरै खुट्टा दुखिरहेछ शरीर पनि अब दुखिरहेछ सो फाइनली गाइज हामीहरूले फेवा लेकमा रहेको मन्दिर घुमिसक्यौँ एन्ड फेरि अब बोटमा बसेर अब हामी चाहिँ किनारामा जाँदैछौँ त्यहाँ गएपछि अब सायद हामी घरतर्फ लाग्नेछौँ कि त कुनै अरू ठाउँ घुम्नेछौँ अब त्यो थाहा छैन सरसँग सोध्नुपर्छ एन्ड एक्सपिरियन्स भनेको त यहाँको एकदमै बवाल थियो
अब केमा यो बोटको एक्सपिरियन्स त्यति त्यहाँको एक्सपिरियन्स एकदमै बवाल थियो के So, कस्तो थियो तपाईँको एक्सपिरियन्स मेरो एक्सपिरियन्स त खतरा रहेछ के भाइ के को एक्सपिरियन्स किनभने म पहिल्यैचोटि आएछु त के को एक्सपिरियन्स रहेछ यार तर ठाउँ त बवालै छ हेर्नु न माछा मार्न पाइयो भने त मजै आइहाल्छ यार हामीहरूले फेवालाई घुमिसकेका छौँ त्यहाँ गएर बोटिङ सोटिङ गऱ्यौँ उता मन्दिरमा गएर फोटो सोटो खिच्यौँ अनि अब हामीहरू चाहिँ जाँदैछौँ बसतिर एन्ड अब पुम्तीकोट जाने कुरा चलिरहेछ अब हेरौँ न कि जाने हो कि नजाने हो त्यो त बसमा गएर थाहा हुन्छ सो अब जाम चाहिँ बसमा गाइज आज चाहिँ हामीहरूले दिनभरि घुम्यौँ एन्ड यो खुट्टा एकदम दुखिरहेछ अब सुत्न मन लागिरहेछ खुट्टाको साथसाथ शरीर पनि पुरा दुखिरहेछ अनि अब हामी लगभग 1 किलोमिटर टाढा जानु छ तब गएर हाम्रो बस त्यहाँ मिल्छ सो अब जाने त्यहाँ मैले चाहिँ आफ्नो पारावाला चस्माको लागि यो फ्रेम लिएँ अनि अङ्कलले राम्रै डिस्काउन्ट गरेर दिनुभयो सो अङ्कल केही भन्न चाहनुहुन्छ यहाँ तपाईँको एक्सपिरियन्स कस्तो छ के भन्नु नि, अब एउटा चस्मा बोनी गरिदियो विद्यार्थी भाइलाई सस्तो दिनु पर्यो त अब के गर्नु, पैसा छैन। धन्यवाद छ तपाईँलाई धेरै धेरै धन्यवाद यो चस्मा सस्तोमा दिनुभएकोमा ल जाऊ गुले भण्डारी हो, गुले भण्डारी हो यो एउटा युट्युब च्यानल मेरो छैन क्या सब्सक्राइबर त्यस्तै 150 छ अहिले हामीहरू फेवाले घुमेर बसतर्फ जाँदै थियो बट यहाँ फोटो खिच्ने प्लान बन्यो एन्ड हाम्रो फोटोग्राफर साथी रञ्जित भाइ पहिलोचोटि पोज दिनमा कन्फ्युज भइहाल्यो पहिलोचोटि सो यस्तो यस्तो फोटोग्राफर दाइ यहाँ हुनुहुन्छ कि यस्तो फोटोग्राफर पोज दिने दाइलाई पनि कन्फ्युज भइहाल्नु भयो सो दाइ तपाईँको यहाँ एक्सपिरियन्सहरू कस्तो छ यस्तै राम्रै सो अब साथीहरूको फोटो यहाँ क्लिक भइरहेछ एन्ड हामी पनि अरू पछाडि परेका साथीहरूलाई कुरेर यहाँ बसिरहेका छौँ अहिले चाहिँ हामीहरू लेफ्ट साइडमा बसेर फोटो क्लिक गराइरहेका छौँ यता हाम्रो साथी यता हाम्रो साथी अनि यता लेकको भ्यू कति राम्रो आइरहेछ यता हेर्नु नि उता टलक्क टल्किने हिमाल अनि यता उता सूर्यास्तको भ्यू एकदम राम्रो अनि यता निलो निलो बोटहरू क्या खतरा भ्यू आइरहेछ के गाइज अब हामी अब यस्तो लागिरहेछ कि पैसा वसुल भयो सबै हामीहरूको टुरको पैसा यो चाहिँ हाम्रो स्कुलको साथीहरूसँग लास्ट ट्रिप थियो यो धेरै इन्जोयमेन्ट पनि हामी गऱ्यौँ यस ट्रिपमा र यो टुर हामीलाई सधैँ सम्झना रहिरहन्छ एकदम यादगार बनायो यस टुरलाई हामीहरूले अब त्यो यादगार कसरी बनायो त्यो त आउने ब्लगमा हजुरलाई थाहा नै भइहाल्छ अहिले रातिको लगभग 7 बज्न लागेको छ अनि हामी चाहिँ पोखरामै छौँ अनि अहिले चाहिँ हामी आएको छौँ भूमिको औषधि लिनको लागि अनि अरू साथीहरू खै कहाँ हराइसक्नु भएको छ अब हामी बस लिएर उहाँलाई कुरिरहेको छौँ अब हेर नि कबसम्म आउनुहुन्छ सो यो भूमिको औषधि पनि हामी लिइसक्यौँ यो औषधि हाम्रो 7 घण्टासम्म रोक्छ औषधि लिनको लागि हामी 4-5 ठाउँमा सोधिसक्यौँ यति ठुलो पाल्पा सहर छ अनि पाल्पा पोखरा हो यहाँ यति ठुलो पोखरा सहर छ तर यहाँ क्लिनिकहरू यति टाढा टाढा छन् कि अब के भन्ने 5 मिनटदेखि हामी यहाँ घुमिरहेका छौँ बल्ल तल्ल गएर एउटा क्लिनिक भेट्यो अनि त्यो पनि सानै थियो धेरै ठुलो थिएन अब चाहिँ हामी बसतर्फ लाग्दैछौँ लगभग रातिको 7 बजे छ अनि हामी चाहिँ यहाँ बस नजिक आफ्नो साथीहरूलाई कुरेर बसेका छौँ तर हाम्रो साथीहरू अब खै हराइसक्नु भएको उतै घुम्नु भएको छ थाहा छैन यहाँ वेट गरिरहेको छौँ 1 घण्टादेखि हामीहरू वेट गरिरहेको छौँ साथीहरू सुन्ने 1-2 घण्टा आजसम्म म ल भाइ 3 चोटि यो तेस्रो चोटि हो म स्कुल ट्रिप गएको सबभन्दा यादगार यही ट्रिप रहनेवाला छ किनभने जाने बेलामा पनि एकदम गाह्रो रमाइलो भयो एन्ड अब यताबाट जाने बेलामा पनि रमाइलो हुँदैछ एक दिन पुरा रात सुतेको छैन एन्ड आज पनि सुत्न मिल्दैन खालि बस पुरा बोमिटले भरिएको छ बोमिटको सुगन्धले आफ्नो लाइफमा क्यामेरा समातेको छु एन्ड आज म फोटोग्राफी गर्छु हेरौँ कस्तो फोटो आउँछ त मुह पूरा नारा होता धीरे दबा ना जूम करके धीरे दबा ना धीरे से और जूम करो जूम और करो और
और दाबा दबले रहो दबा ना त्यसको एक बेर आज अब हामीहरू 2 दिनको सफरमा पोखराबाट आज हामी यहाँ सेफली ल्यान्ड भइसकेका छौँ र तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो साथीहरू पनि यहाँ सबजना हुनुहुन्छ ल गाइज लाइक गर्नु सब्स्क्राइब गर्नु र यस्तै मुभमेन्ट हेर्नको लागि सधैँ हामीहरू जोडिराख्नुहोस् र धन्यवाद गाइज 2 दिन घुमेपछि घाँटीहरू एकदम भाँचिसकेको छ बोल्न मन लागेको छैन त्यही भएर अब म धेरै बोल्दिनँ यो हाम्रो बस यति ठुलो बस हुँदा पनि 3 जनालाई बस्नु पर्यो 3 जना एक सिटमा बसेर आएको लगायत यता अनि सबै साथीहरू आइसक्नुभयो अब हामी सबै साथी घर जान्छौँ यो पानी खानुहुन्छ भने हामीसँग पनि सम्पर्क गर्न सक्नुहुन्छ यो क्रिस्टलको हो पानी र खानुहोस् यो लोकल पानी हो खालि पोखरामा पाइन्छ सो गाइज आजको ब्लग यही खत्म हुन्छ अब भेट हुन्छ अर्को नेक्स्ट ब्लगमा जुन 4-5 महिना पछि आउँछ बाय बाय गाइज बाय बाय सी यू लाइक सब्स्क्राइब कमेन्ट शेयर र च्यालेन्ज भिडियो पनि चाहियो भने भाइसँग सम्पर्क गर्न सक्नुहुन्छ